रुम्जाटारको यो छोटो ब्लगमा हजुरहरू सबैलाई स्वागत गर्न चाहन्छु। म चाहिँ अहिले विशेष कारणले गर्दाखेरि यहाँ ओखलढुङ्गा जिल्ला, पूर्वाञ्चलको ओखलढुङ्गा जिल्ला रुम्जाटार, जहाँ चाहिँ पूर्व क्षेत्रको चाहिँ सबैभन्दा एकदमै उपत्यकामा भएका हाम्रो गुरुङ बस्ती अनि हाम्रो राजाहरूसँग, दरबारसँग एकदमै नजिक भएका हाम्रो गुरुङ जातिहरूको एउटा विशाल यो गाउँमा म छु। यहाँ हेर्दाखेरि यति साह्रो चाहिँ उब्जाउपूर्ण उपत्यका देखिन्छ। यहाँ एकदमै समतल मिलेको फाँट अनि यस्तो उर्वर शक्ति भएको माटो देखिन्छ। अनि यहाँको हाम्रो घरहरू चाहिँ एकदमै पुरानो शैलीको, प्रायः जस्तो काठमाडौँको चाहिँ पुरानो घर शैलीको अनि दरबार शैलीको चाहिँ घरहरू देखिन्छ। यो चाहिँ एक प्रकारको एकदमै समतल भूभागमा अवस्थित हाम्रा पुर्खाहरूको गाउँ, हाम्रो रुम्जाटार गाउँ। प्रायः जस्तो घर चाहिँ 3 तला देखिन्छ। यहाँ गाउँमा उब्जेका सागसब्जीहरूदेखि त्यहाँ एक आपसमा साटासाट गरेर किन्न पाउने ठाउँलाई चाहिँ हटिया भन्दछ। त्यो चाहिँ हप्ताको रूपमा चाहिँ सबैले सपिङ गर्ने एउटा हाट बजार लाग्छ। सबै घरहरू 3 तले। केटाकेटीहरू खेलिरहेको छ। सायरा खाजाघर, होटेल अनि रेस्टुरेन्ट। बोजू ल, हाम्रो गुरुङको पहिचान भनेको यो हो। हामी पश्चिममा होस् पूर्वमा होस्, हाम्रो चाहिँ भेडागोठ पाल्ने अनि राडी पाखी बुन्ने अनि चोखो घरमा त्यसो नभन्दा मृत्युको कार्यमा चाहिँ हामीले माउली चाहिने। यो चाहिँ गुरुङ जहाँकै भयो भने यो चाहिँ यति गरेपछि यो पक्का गुरुङ भन्ने चाहिँ प्रमाणित गर्छ हाम्रो है। त्यसकारण चाहिँ यो राडी पाखी चाहिँ बुनिसके पछाडि तातो पानी हाल्दै यसरी मार्नुपर्छ, बल्ल त्यो बाक्लो हुन्छ। कति दिन भयो दाइ यो मार्न थाल्नुभयो? भर्खर हो। अब कति दिन लाग्छ यो? ए हो, हामीतिर त 2 घन्टामा सक्छ। ए हो, हामीतिर त 2-3 दिनै माडे जस्तो लाग्यो के हो। ढुङ्गामा चिसोमा मार्यो हुन्छ त्यो पहिला त ढुङ्गामा मार्ने जग्गा थियो नि त। ढुङ्गामा मार्यो। अन्तिममा यसको अन्तिम यो निस्केर यो मारेपछि ल यता भैँसी। राडी कम्मल ए हाम्रो चाहिँ पूर्वको सबैभन्दा एकदम गुरुङ बस्ती ठुलो भएको रुम्जाटारको यहाँको अधिकांश घरहरू चाहिँ 3 तले हुँदोरहेछ। ए त्यो राडी पाखी चाहिँ कसरी बुनिन्छ भन्दाखेरि चाहिँ फर्स्टमा यहाँ धागो यसरी बनाइन्छ। यो चाहिँ हाम्रो पश्चिममा हाम्रो बजाहरूले पनि गर्नुहुन्थ्यो, हाम्रो पूर्वको बोजूहरूले पनि यसरी धागो बनाउनुहुन्छ। यो भेडाको होइन बोजू? भेडाको उन है? भेडाको उनबाट भेडा छ यहाँ। रुम्जाटारको फोटो हो। यो उन चाहिँ यसरी पहिला परेर कोड्ने, त्यसलाई चाहिँ कपास जस्तो बनाउने, त्यहाँबाट यस्तो बनाउने, त्यहाँबाट चाहिँ धागो बनाउने, त्यहाँबाट बुन्ने काम हुन्छ। जिल्ला पूर्वाञ्चलको बुन्ने काम हुन्छ। यो तानको सबै फेरि गुरुङ भाषामा हुन्छ नि। यो सबै यहाँ के भन्दा त एकदमै उपत्यकामा भएका गुरुङ बस्ती होइन। यसको नामहरू तपाईँहरूले के भन्नुहुन्छ नि? यो माथिकोलाई भारी काठ भन्छ हामीले भन्दाखेरि, नजिक अनि यसलाई हामीले के अरे नाक टिप्नको लागि नाक काठ भन्छ। अनि यसलाई
ताके भन्छ टिप्नको लागि अनि यसलाई खो भन्छ त्यो यसरी हो। तन्काउनको लागि खो भन्छ हो यो चाहिँ गुरुङ भाषा मिल्यो। त्यसपछि यसलाई चाहिँ देसी काठ भन्दो रहेछ यसलाई त्यो फर्स्टमा हाल्दो रहेछ क्या हजुर हजुर चमुक्क चाउरी नपरोस् भनेर त्यसलाई चाहिँ राखेर अनि यसले हजुर त्यसलाई यो के हो न भन्ने हुन्छ क्या यो उता पूर्वतिर चाहिँ सबै गुरुङ भाषाबाट न भन्छ सबै गुरुङ भाषाबाटै भन्छ कि फेरि यहाँ चाहिँ अलि उयो भयो अलि परिवर्तन भयो खै के हो मैले उता सिक्किमतिर उतातिर सोधेको त्यो नाम सबै न फोक सबै त्यो चाहिँ भन्थ्यो क्या त्यस कारण चाहिँ हाम्रो बहिनी ल धन्यवाद। यो सकेपछि चाहिँ राडी चाहिँ यसरी यहाँ ओछ्याइन्छ फेरि यहाँ पूर्वको राडीमा चाहिँ पुरा बुट्टा ल यसरी चाहिँ फेरि यो दुईटा धागोलाई एउटै बनाइन्छ दुधै ल्याइदिनु भयो। ल हाम्रो यहाँ चाहिँ फेरि पक्का चाहिँ अर्ग्यानिक भैँसीको दुध चाहिँ यहाँ सर्भिस गर्नुभयो उहाँले बहिनीलाई धेरै धेरै धन्यवाद। ल नमस्ते रुम्जाटा ल चेस फेरि रुम्जाटा। सबैजना आउनु होला घुम्न यहाँ हाम्रो बुढाटोलमा हाम्रो लामा भाइ खलकहरू हो। फेरि अब हाम्रो यहाँ यसलाई भन्छ खाटे दुध सोल्टीकै बहिनी फेरि यहीँ बिहे गरेर आइपुग्नु भएको छ। हो योलाई भन्छ खाटे दुध बलरामको हातमा गएपछि पानी हालेर ल लिएँ है ल ल प्रदाज भाइ लिएँ है म त भन्नै भुलेछु हौ यस्तो मिठो पाएको म त हतार हतार मुख डुबै गयो नि भन्नै भुलेछु ल सरी है म अलिक बिरालो जस्तो मान्छे परेँ क्या दुधै भने चाहिँ हाम फालिहाल्ने त्यो भएर म चाहिँ अलिक हतार गरेँ। ल धेरै धेरै धन्यवाद हाम्रो यहाँ बुढाटोलको उहाँ दिदीहरूको के भन्छ यहाँ उहाँहरूको घर मालिकको नाम नवीन गुरुङ हो गाडी मार्दै हुनुहुन्छ हाम्रो नवीन पक्कै हाम्रो सोल्टीहरू पर्छ होला म चाहिँ लामसाने गुरुङ हो हाम्रो सोल्टीको घरमा चाहिँ लामो ठोल भनेपछि यहाँ त सोल्टी पऱ्यो नि कि मामा पऱ्यो कि सोल्टी पऱ्यो सोल्टी हुने भनेको जेठानाहरू होला नि जेठानाहरू हो कि सालाहरू हो बरु ए हो ल चेलीबेटी पऱ्यो फेरि ल हाम्रो त अब उल्टो ज्वाइँको पर्ने रहेछ उल्टो ज्वाइँको पर्ने भयो। ल धन्यवाद धेरै धेरै। ल नमस्कार हस् हस् धेरै धेरै धन्यवाद। ल ल ज्वाइँ साहबहरू हामी लाग्यो है त हजुरहरूको चाहिँ सद्भाव हजुरहरूको सम्मान एकदमै सराहनीय छ धेरै धेरै धन्यवाद। ल हाम्रो गुरुङको चाहिँ जहाँकै भए पनि जब गुरुङ भइसकेपछि हामीले त गुरुङ मात्रै नभएर पाहुनालाई सत्कार गर्ने चाहिँ हाम्रो परम्परै छ। ल यसपालिको चाहिँ रुम्जाटारको यात्रा अनि रुम्जाटारको यो केही दृश्यहरू सबै डिटेलमा त देखाउन सकिएन र पनि केही डिटेलहरू चाहिँ मैले देखाउने कोसिस गरेका छु र यो मेरो छोटो ब्लगबाट चाहिँ म बिदा लिन चाहन्छु। सी यू नेक्स्ट ब्लग बाई बाई।